सी को एक्जामिनेसन हलमा जब भाइ बहिनीहरूले क्वेसन बुकलेट पाउनुहुन्छ र एन्सर सिट पाउनुहुन्छ, त्यो पाउने बित्तिकै तपाईले चाहिँ त्यसको हरेक पानालाई चाहिँ राम्रोसँग पल्टाएर हेर्ने। यदि कुनै प्रिन्टिङ मिस्टेक छ या क्वेसन बुकलेटमा कुनै किसिमको पेज मिसिङ छ या एन्सर सिटमा कुनै प्रब्लम छ भने सुरुमै त्यसलाई चाहिँ चेन्ज गराइहाल्ने। एकछिनपछि अब चेन्ज गरिदिनुस् भनेपछि चाहिँ त्यहाँ कसैले मान्नेवाला छैन। एक्जामिनेसन सेन्टरमा तपाईँ 2 घण्टा अगाडि नै पुग्नु पर्यो। पुग्दाखेरि चाहिँ 3टा चिज लिएर पुग्नु पर्यो। पहिलो भनेको चाहिँ एडमिट कार्ड, त्यसपछि चाहिँ सिटिजनशिप सर्टिफिकेट ओरिजिनल है, अनि आफूले ट्राभल गर्न चाहिने चाहिँ अलिकति पैसा लिएर जाने है त। के नलाने? वालेट नलाने, पर्स नलाने, ब्याग बोकेर नजाने हैन, यो मोबाइल नबोक्ने, क्याल्कुलेटर नबोक्ने, त्यसपछि यो पेन पेन्सिलहरू नबोक्ने हैन, स्मार्ट वाच या अरू कुनै वाच नबोक्ने, कुनै किसिमको ज्वेलरीहरू लगाएर नजाने है त। पावरवाला चस्मा जुन छ त्यो चाहिँ लगाउन मिल्छ है। बेल्ट लगाउन पाइँदैन, क्याप लगाउन पाइँदैन, लुगा पनि एकदम कम्फर्टेबल लगाउने, टी सर्ट लगाउने, प्यान्ट लगाउने, धेरै गोजी सोजी भएको चाहिँ लुगाहरू चाहिँ नलगाउने है। त्यसपछि भाइ बहिनीहरूले एन्सर सिटमा आफ्नो रोल नम्बर र सेट कुन सेट हो त्यो चाहिँ अनिवार्य रूपमा त्यहाँ बक्समा लेख्नुपर्छ र बबलिङ पनि गर्नुपर्छ। यो लेख्न चाहिँ छुटाउनु भयो भने चाहिँ बर्बाद हुन्छ है। धेरैले यो गल्ती गरे हुन्छ, रिजल्टै आउँदैन पछि। क्वेसन पेपरमा पनि आफ्नो नाम लेख्नुपर्छ र रोल नम्बर लेख्नुपर्छ। क्वेसन पेपरमा रफ वर्क गर्न पाइन्छ। जहाँ जहाँ तपाईको जुन क्वेसन बुकलेट छ, जहाँ जहाँ खाली ठाउँहरू छ त्यहाँ चाहिँ रफ वर्क गर्न पाइन्छ। तर एन्सर सिटमा भाइ बहिनीहरूले अनावश्यक तरिकाले चाहिँ त्यहाँ कोरकार नगर्ने, त्यसलाई फोल्ड नगर्ने, त्यसलाई एकदम जतनका साथ राख्ने। सकेसम्म 200 मा 200 मार्क्सकै क्वेसन एटेम्प्ट गर्ने, यो मेरो व्यक्तिगत भाइ बहिनीहरूलाई सल्लाह हो। जानेको क्वेसन चाहिँ पहिला एटेम्प्ट गर्ने, नजानेकोमा के गर्ने रे वाइज गेस गर्ने है त। वाइज गेस गर्नुमा चाहिँ फाइदा हुन्छ है। र एक्जामिनेसन हलबाट निस्कने बेलामा क्वेसन बुकलेट र एन्सर सिट यो दुईटै चाहिँ के गर्ने त बुझाएर अनि मात्रै बाहिर निस्कने। यति भन्दै अपकमिङ कमन इन्ट्रान्स एक्जामको लागि भाइ बहिनीहरूलाई अल द बेस्ट भन्न चाहन्छु। थ्याङ्क यू।